छैन भन्दैको भएको छु त रामले। पिताजीलाई वरदान दिनु थियो, आमालाई वरदान दिनु थियो, बिचमा मुसिनु भयो राम। रामको दोष हो, जान्न भन्दैको भइहालेको छु। प्रजाहरूमा आपसमा कुरा भयो, किन जानु पर्यो बाको कुरा राख्नलाई, बाआमाको शर्तमा आफू पिसिने। दोष रामको हो भनेको छ। त्यही बेला भरतले भन्नुभयो, न मन्थराय न च मातुरस्य दोषो न राज्ञो न च राघवस्य मत्पापमेवात्र निदानमासीत् वनं प्रवेशे रघुनन्दनस्य। कसैको होइन, न मन्थराको हो, न आमा कैकेयीको हो, न पिताजीको हो। दोष त मेरो हो, मेरो जन्मको दोष हो। मैले जन्म लिनु नै आजको दिन देख्नमा दोष छ। आजको दिन देख्नु परेको मेरो जन्मले गर्दा हो। आफैलाई सबै दोष दिनुभयो। म अब दाजुलाई लिएर आउँछु। मेरो राज्याभिषेक होइन, दाजुको राज्याभिषेक तयारी गर्नु, म दाजुलाई वनमा गएर लिएर आउँछु। यति भनेर सैन्य गर्न भनेर जानुभयो। रातभरि सोच्नुभयो, म दाजुलाई लिएर आउँछु। हामी भोलि रामलाई लिन जाने भनेर तयार हुनुभयो। राति सबैलाई खबर गर्नुभयो, भोलि दाजु रामलाई लिन हामी वनै जाने, हामी वनमा जाने भनेर तयार हुनुभयो। प्रात भयो, प्रात भइसक्दा सुन्दर रथहरू सजिएका छन्। सुन्दर रथहरू सजिएको छ। सबैजना